सिंह राशिको सम्पूर्ण जन्मफल। आज हामी चर्चा गर्नेछौँ सिंह राशिको सम्पूर्ण जन्मफलमा। हजुरहरूले मलाई फलो गर्नु भएको छैन भने फलो गरेर साथ दिनुहोला। युट्युबबाट हेर्दै गर्नुहुन्छ भने सब्सक्राइब गर्नुहोला। सिंह राशि कस्तो वर्गको राशि हो, के गर्दा राम्रो, जीवनभरि कस्तो फल पाउँछ त्यसबारे चर्चा गर्नेछौँ। सिंह राशिको बनोट मा, मी, मु, मे, मो, टा, टी, टु, टे जस्ता अक्षरहरूको सम्मिलनबाट बनेको हुन्छ। यस राशिका स्वामी सूर्य ग्रह हुन्। यसका शुभ रत्नमा माणिक, मुगा, पुष्पराज हुन् भने शुभ बारमा आइतबार, मङ्गलबार, बिहीबार उत्तम बार हुन्। घात बार चाहिँ शनिबार हो सिंह राशि हुने मित्रहरूको लागि। सिंह राशि हुनेलाई मकर राशि शत्रु हुन्छ। सिंह राशिको नक्षत्रमा मामी, मुमे अक्षरको नक्षत्र मगा नक्षत्र हो। राक्षसगण र अन्त्यनाडी हुन्छ। मोटा टिटो अक्षरबाट सुरु हुने नक्षत्र पूर्व फाल्गुनी नक्षत्र मनुष्यगण र मध्यनाडी हुन्छ। त्यस्तै टी अक्षरबाट सुरु हुने उत्तर फाल्गुनी नक्षत्र मनुष्यगण र आद्य नाडी हुन्छ। सिंह राशि हुनेलाई पूर्व दिशा उत्तम दिशा मानिन्छ। यसको स्थिर स्वभाव स्थिर र वर्ण क्षेत्रीय वर्ण हो। सिंह राशिको जातक विशाल छाती, चौडा चेहरा, गोलो अनुहार हुने गर्दछन्। आकारमा न मोटो न पातलो हुन्छन्। गेरु रङको कपडा मनपर्ने। सिंह राशि हुने व्यक्तिलाई दृढ निश्चय, धार्मिक कृत्यमा आस्था राख्ने, अर्कालाई सहयोग गर्ने बानी भएको, बहादुर, उदार हृदय भएको, साहसी, पराक्रमी, सुसङ्गठित शरीर, स्वभावमा केही उग्रता भएको हुन्छ। अति उच्च व्यक्तित्व भएको, शरीरमा धेरै रौँ भएको, कुनै पनि समस्या समाधान गर्नमा सक्षम भएको, रजगुणी, केही अहङ्कारी, निर्भय, तीक्ष्ण बुद्धि, भोगी, साधु सेवी, केही क्रोधी, योग अभ्यासमा रुचि राख्ने हुन्छन्। सिंह राशि हुनेको वैवाहिक जीवन सफल र सुखी रहने हुन्छ। रङमा रातो वस्तुहरू मन पराउने हुन्छन्। यस राशिका मुख्य देवता अग्नि हुन्। यस राशिका मानिसहरू रजोगुण प्रदान भएका हुन्छन्। सिंह राशि पुरुष राशि भएकोले महिलासँग भन्दा पुरुषसँग सम्बन्ध राम्रो हुने गर्दछ। पशु चौपाएको स्वामी भएकोले पशु चौपाएबाट फाइदा दिने गर्दछ। सुनको व्यापार अति उत्तम हुन्छ। रोगमा सदैव शिर पीडा हुने, ज्वरो आइरहने, टाउको दुख्ने, शरीर दुख्ने, अति गर्मी हुने, मन आत्तिने, हृदय गति रोकिने, शरीर भतभती पोल्ने जस्ता रोगहरू उत्पन्न हुन सक्छन्। यस राशिको व्यक्तिको आत्मा बलियो हुन्छ। बाबुसँगको सम्बन्ध राम्रो हुन्छ। सिंह राशि हुने व्यक्तित्व अत्यन्त उज्जवल हुन्छन्। निकै ख्याति कमाउने हुन्छन्। सर्पको कष्ट हुने गर्दछ। व्यापार, पर्वतारोहण, शास्त्रादिको निर्माण, आत्महत्या, अग्नि भए, औषधि क्रय विक्रय, समुद्र, नाउ, ठेकदार, फर्निचर, लक्ष्मीको प्राप्ति जस्ता विषयहरूमा मन जाने हुन्छ। सिंह राशिका व्यक्तिहरूलाई तितो स्वाद मनपर्ने हुन्छ। यस राशिका व्यक्तिहरूको उचाइ 5 फिट 1 इन्चभन्दा माथिको हुन्छ। सिंह राशिलाई सरकारी जागिर उत्तम हुन्छ। पढाइमा गणित, ज्योतिष, विद्युत, इन्जिनियर, आयुर्वेद शुभ फलदायी विषय हुन्। इष्ट देवतामा शिव, भूमि देवताको आराधना गर्नु राम्रो हुनेछ। प्राकृतिक वनस्पतिमा सिसौ, बेलौती, अम्बा, हाँडे बोक्रो हुने जति सबै रुख बिरुवा मन जाने हुन्छन्। पशु पन्छीमा फिस्टो, भँगेरा जस्ता ज्यादै साना चराहरू पाल्दा राम्रो हुने गर्छ। वस्तुहरूमा ढुङ्गा, तामा, धातु, स्टिल, सिल्भर, खनिज, पत्थर, बाघ, सिंह, पर्वत, उनी, कपडा, सुन, शस्त्र, औषधिको राजा, महासागर, मोती, वन, काठको व्यापार, मन्त्र जस्ता वस्तुको व्यापार तथा व्यवसाय उत्तम फल प्राप्त गर्ने हुन्छन्। विदेशमा जापान लगायत पूर्वी देशहरूमा गएमा राम्रो व्यापारमा रोजगार तथा उन्नति प्रगति गर्न सक्ने हुन्छन्। जातकको सम्पर्क क्षेत्रीय वर्गका व्यक्तिहरूसँग राम्रो हुने गर्दछ। तत्काल निर्णय गर्ने यस राशिको विशेषता हो। सिंह राशिका व्यक्तिको नातामा पितासँग तथा जेठा छोरा, जेठो मामा, जेठो दाजु लगायत जेठा पर्ने सम्पूर्ण मानिस तथा जीव जन्तुसँग सम्बन्ध राम्रो हुने गर्दछ। अग्नि तथा चोरको भय हुनुको साथै अल्प सन्तति भएका हुन्छन्। गुण, गहुँ, घिउ, तेल, रस सेवन गर्नमा बढी रुचाउने हुन्छन्। सिंह राशिका व्यक्तिहरूलाई आँखाको रोग, बात रोग, दाँतको, घाँटी रोग, पेट सम्बन्धी रोग र मस्तिष्कको रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ। शत्रु विजय प्राप्त गर्ने शक्ति उनीहरूमा रहेको हुन्छन्। पेसामा लोकसेवाको जागिर, शराबको व्यापार र सुगन्धित वस्तुहरूको व्यापारमा शुभ फल प्राप्त गर्ने खाले हुन्छन्। उमेरको 5, 20, 30 वर्ष, महिना र दिन यस राशिका लागि अशुभ फलदायी हुनेछ। उमेरको 1 वर्षमा नराम्रो चिजबाट बाधा, 5 वर्षमा अग्नि भए, 7 वर्षमा ज्वरोबाट भए, 20 वर्षको उमेरमा सर्प भए, 21 वर्षमा दुःखदायी हुने, 28 वर्षमा केही अपवादहरू हुने
र पीडा हुने गर्दछ। तिथिमा तृतीय, अष्टमी, त्रयोदशी तिथि सिंह राशिको लागि अशुभ हुन्छन्। आइतबार नयाँ कामको थालनी गर्न शुभ हुन्छ। मेष, कर्कट, धनु, मिथुन, कन्या र मीन राशिसँगको सम्बन्ध राम्रो हुन्छ। वृश्चिक, तुला, मकर र कुम्भ राशि भएका व्यक्तिहरूसँग शत्रुता हुने गर्दछ। हजुरहरूले आफ्नो जन्ममिति, जन्म समय, जन्मेको ठाउँ र वा आफ्नो चिना छ भने चिना पठाएर अनलाइन मार्फत वा अफिसमै उपस्थित भएर पनि चिना टिप्पण हेराउन सक्नुहुनेछ। हाम्रो कार्यालय वशिष्ठ ज्योतिष तथा वास्तु परामर्श सेवा केन्द्र मित्र पार्क काठमाडौँमा रहेको छ। धन्यवाद। शुभ दिन, शुभ समय। हजुरहरूको के राशि पर्यो त्यो पनि कमेन्ट गर्न सक्नुहुनेछ।